यो बालक सुरु हुन्छ साइकलबाट। एउटा गाउँको केटो जब सहर पस्यो। सहर पसिसकेपछि पिज्जा लाउन सुरु गर्यो। देश रोज्यो। फेरि कहीँ नपाएको दुःख पाउने देश रोजेछ, जापान। केही दिनपछि त्यसको पिज्जा लाग्यो। पिज्जा लागे लगतै जापान आएछ। जापान आयो, दुःख गर्दैछ। न त रात बनेको छ, न त दिन बनेको छ। काम गरेको छ, न त खाना, न त निन्द्रा, न त राम्रो बस्ने ठाउँ नै छ। दिनमा जान्छ क्लास सकाएर काममा जान्छ। काम सकाएर आएर 3 घण्टा सुत्छ। त्यसको जीवन कहानी यसरी नै बितिरहेको छ। भोलि राम्रो होला, पर्सि राम्रो होला भन्दै सोच्दै त्यसको जिन्दगी यसरी नै बितिरहेछ। भगवानको ठुलो भक्त। क्लासमा जान्छ, चुपचाप कसैसँग नबोलेर बस्छ। मनमा छ पीडा, सबैको मनमा पीडा छ, तर उसको मनमा छुट्टै पीडा छ। उसलाई सोध्छन् कहिले खुसी र कहिले दुखी साथी किन भनेर। उसको मनमा छुट्टै पीडा छ। ऊ पीडामा बल्झिएको छ। घरेसी पीडा छुट्टै छ उसको। उसले सहर नै नदेखेको 81 सहर छिर्दा बित्तिकै उसले देश छोडेर अर्को देशमा आएको छ। उसलाई पीडा छ। ऊ अहिले एक्लै बस्न रुचाउँछ। एक्लोपन छ उसमा। सोच्छ उसले हरेक दिन म किन एक्लो। उसको जीवन कहानी यत्तिकैमा बन्द हुन्छ।